मोरङको बेलबारी 11 लक्ष्मी मार्ग स्थित लक्ष्मी सामुदायिक वन भित्र रहेको एक धार्मिक वनको घेराबारा गरिएको तारजाली चोरी भएको छ। उक्त क्षेत्रमा रहेका 31वटा धार्मिक वन मध्येको स्वर्गिक मार्ग संघ नेपालको घेराबारा गरिएको तारजाली अज्ञात समूहले पटक पटक चोरी गरी क्षति पुर्याएको संस्थाले जनाएको छ। 1 बिघा 14 कट्ठा क्षेत्रफलमा फैलिएको स्वर्गिक मार्ग संघ नेपालको धार्मिक वनलाई 2061 सालदेखि तारजालीले घेराबारा गरिएको करिब 300 मिटर तारजाली चोरी हुँदा 2 लाख बराबरको क्षति भएको संघका जिल्ला उपाध्यक्ष उत्तरमान राईले बताए। के भएको यो खास चाहिँ यो पहिला चाहिँ हामीले यो बोट बिरुवाहरूलाई संरक्षण गर्नको लागि धेरै लामो समय 2055 सालतिर होला लगभग यो तारजाली हाम्रो अग्रजहरूले लाउनु भएको थियो, काडे तार लाएर। अनि यो केही दिन अगाडि यो तारजाली काँडे तार चाहिँ अज्ञात समूहले काटेर नष्ट गरेर चाहिँ यो ग्राउन्डमा बेरिएर राखिएको थियो। त्यसको हामीले फोटोहरू कैद गरेर राखेका छौँ। अनि त्यतिखेर पनि हामीले प्रहरी प्रशासनतिर हामीले निवेदनहरू लेखेर दियौँ, जानकारीहरू गऱ्यौँ। यो हामीले यस्तो भइराखेको छ, हामीले यसलाई हजुरहरूले अनुसन्धान गरेर उहाँलाई खोजी तलास गरेर यो कसले गरेको यसलाई हजुरहरूले गरेर गरिदिनुहोस् भनेर हामीले निवेदन पनि दियौँ। हामीले धार्मिक वनको तारजाली चोरी भएको लिखित निवेदन जानकारी इलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी भावने, लक्ष्मी सामुदायिक वन बेलबारी वडा नम्बर 11 का अध्यक्षलाई बुझाई चोरी गर्ने समूहलाई खोज तलास अनुसन्धान गरी कानुन बमोजिम कारबाहीका साथमा चोरीको तारजालीको बिगो दिलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन अनुरोध गरिएको कार्यवाहक अध्यक्षले बताए। अहिले यसै ठाउँमा रही कसरी चोरी भएको के भएको हो भनेर प्रत्यक्ष भिडियो सामग्री देखाउँदैछौँ। यो सबै चोरेको है, सबै चोरेको छैन त, पुरै खाली रहेछ। उहाँ आउँ त उपाध्यक्ष उत्तर आउनु त, उहाँ उपाध्यक्ष हो। हजुर प्रहरीमा पनि दियौँ। अनि फेरि त्यस पछाडि त्यति गरेर हामीले यो त्यसको लगभग 3-4 दिन पछाडि फेरि यो अल्मुनियमको नेट जाली हामीले लिएर आएर लगाएका थियौँ। लगाएको फेरि त्यसको 3-4 दिनमा यो एक दिन यहाँबाट त्यहाँसम्म, अनि फेरि त्यस पछाडि त्यहाँबाट त्यति, अनि त्यो 3 दिनमा चाहिँ यो पुरै नै उहाँले लगिसकेको थियो। अनि अलिकति बाँकी रहेको चाहिँ त्यति पर मात्र छ, लगभग 10 मिटर जति मात्रै छ। यो 300 मिटर जति होला लगभग सबै। अनि त्यो चाहिँ सबै लिएर त्यो चाहिँ कसले लग्यो कसले लग्यो भनेर फेरि पनि हामीले उजुरी गरेर हामीले प्रहरी कार्यालय बेलबारी प्रहरी कार्यालय इलाका प्रहरी कार्यालयमा पनि हामीले निवेदनहरू गरेर अनि उहाँले पनि आएर यहाँ स्थलगत रिपोर्टिङ गरेर पनि उहाँहरू पनि जानुभएको छ। हजुर उहाँले पनि आएर यहाँ के लानुभयो त उहाँहरूले प्रमाण? हजुर प्रमाणहरू यही उहाँले पनि खिचेर लानु भएको छ। अनि फेरि हामी ठिकै छ, हामी अनुसन्धानहरू गर्छौँ। अभियुक्तहरूलाई चाहिँ अहिलेसम्म पक्राउ छैन। अनि त्यो पनि हाम्रो चाहना अहिले अब त्यो अभियुक्तहरूलाई चाँडैभन्दा चाँडै उहाँले खोज तलास गरेर चाहिँ उहाँले यो नष्ट गरेको जुन छ हाम्रो क्षतिपूर्तिहरू पनि दिलाइदिन सकोस् भन्ने हाम्रो चाहना। तपाईँहरूको यो जुन स्वर्गीय मार्ग संघ छ यो चाहिँ संस्था चाहिँ दर्ता भएको छैन हैन? यो संस्था दर्ता भइसकेको छ। संस्था 2061 सालमै दर्ता भइसकेको छ। यो धार्मिक वन चाहिँ दर्ताको प्रक्रियामा हामीले अगाडिदेखि नै बढाइराखेको छौँ। यो लक्ष्मी सामुदायिक वनले चाहिँ एउटा प्रमाणस्वरूप उहाँहरूले चाहिँ हामीले लेखेर दिनुभएको छ लिखित रूपमा। तर यहाँ दर्ता चाहिँ हामीले त्यो प्रक्रिया चाहिँ अगाडि बढाइराखेको छौँ। हजुर यो लफडा भएको कति भयो? यो झन्नै जारी चोर्ने अहिले झन्नै कति यो अगाडिदेखि नै हो। 2 वर्ष अगाडि पनि यस्तै भएको थियो यहाँ मासतिर, त्यस्तै भएको थियो। अनि फेरि केही दिन हामीले त्यसरी नै पहिला पनि त्यसरी भएको थियो। अनि हामीले फेरि वनमा गएर हामीले रिपोर्टिङ गऱ्यौँ। अनि त्यस पछाडि फेरि केही दिन रोकिएको थियो। फेरि केही दिन पछाडि फेरि यो लगातार अहिले तत्कालै फेरि यस्तो भइराखेको छ। अहिले चाहिँ भएको कारणले गर्दाखेरि तपाईँहरू चाहिँ यहाँ पाल टाँगेर बस्नु हो? हजुर यहाँ अब यो भक्ततारहरू पनि अब एकदमै नष्ट गर्नु लागिरहेको छ। अनि दिनदिनै हाम्रो ड्युटिजहरू यहाँ खटिराख्नु भएको छ। अनि यहाँ अब वस्तुभावहरू यहाँ आउने वस्तुहरू आएर यहाँ
बोट बिरुवाहरू छ त्यो बोट बिरुवाहरू एकदमै नष्ट भइराखेको छ जाली निकालिदिएको कारणले गर्दा हजुर त्यसले गर्दा एकदमै गाह्रो भइरहेको छ अनि दिउँसो पनि यतिकै हामी ड्युटीमै हुन्छौँ यो अब बोट बिरुवाले हामीले संरक्षण गर्नुपर्ने हुन्छ अनि जति अनि हामीले बोट बिरुवाहरू लगाएको छौँ अहिले मसिनो बोट बिरुवाहरू हुर्किराखेको छ यता पनि देख्न सक्नुहुन्छ हजुरहरूले यता पनि हेर्न सक्नुहुन्छ ठुलो काठहरू पनि छ तपाईँहरूको यो तारजाली नै काटिदिएको गरी अब भवन पनि अलिकति असुरक्षित महसुस भएको हजुर भवन पनि असुरक्षित छ हाम्रो अहिले असुरक्षित महसुस भइरहेको छ हामी सबैलाई नै असुरक्षित भइरहेको छ हाम्रो भवनमा पनि धेरै सामग्रीहरू पनि छ त्यसमा पनि अब केही होला कि भन्ने हामीलाई एकदम चिन्तित छौँ हामी अब टाढो टाढो बसोबास त अब के गर्नु अब त्यही हाम्रो अब यो रुखहरू सबै यहाँ थियो सबै रुख जङ्गल हो यो चाहिँ दोस्रो पटकको चाहिँ यहाँसम्म लग्यो पहिलो त परसम्म सबै परिसम्म यो जाली चाहिँ सबै उहाँहरूले उकाएको हो त्यो काटेर त्यहाँदेखि लगेको हामीले यहाँ नरोएको भए यो सबै लगिसक्थ्यौँ सबै लगिसक्थ्यो एकदम बिजोग छ नानीहरू त्यो अब के गर्नु यति सुरक्षित हुँदैछ अनि नभए त यो रुखहरू पनि सकिन्थ्यो यो बारहरू सबै उयो कब्जा गरिसक्थ्यो यतिखेर त लगभग 10-12 जना बस्छौँ रातमा एक रात बस्नु पर्यो अनि गाह्रो हुन्छ नि त यो अब बर्खा अब जसरी पनि हामी गर्ने हाम्रो यो जमिनलाई हामी सुरक्षा गर्ने किनकि हाम्रो एउटा यहाँ इन्भाइरोमेन्टको लागि पनि बोट बिरुवा त चाहिन्छ हामीलाई अनि बिस्तारै भयो भने हामीले राम्रो खालको एउटा प्राकृतिक एउटा उपचार सेन्टर बनाउने हाम्रो योजना छ कतिलाई हजुरहरूलाई थाहा पनि छ होला आमासु उपचार भन्ने हजुरहरूले सामाजिक सञ्जालमा हेर्नुभयो भने कति रोगी बिरामीहरू निको भएको छ त्यस्तो खालको एउटा हस्पिटलको परिकल्पना छ हाम्रो गुरु हजुरको चाहिँ अनि त्यस्तो बनाउने योजना छ र अर्को चाहिँ यो ड्रग्समा लागेको युवाहरूलाई चाहिँ सुधार केन्द्रहरू पनि बनाउने ध्यान केन्द्रहरू बनाउने उहाँको त सपना भएको कारण चाहिँ हामीले यो अहिले संरक्षण गरिरहेको होइन चोरी भएको चाहिँ यहाँदेखि यता त्यहाँ परसम्म छ सुरुमा पनि एकचोटि हाम्रो तार काटिएको थियो त्यो तार काटिँदाखेरि चाहिँ त्यो तार चाहिँ यो ग्राउन्डभित्र थियो क्या कार्डहरू अनि त्यति बेला हामीले फोटो खिचेर पनि राखेको थियौँ भिडियो छ मसँग अहिले पनि अनि हामीले त्यतिकै छोडिदियौँ अनि भोलिपल्ट चाहिँ फेरि पुनः आएर हेर्दा त्यो तार यहाँबाट गायब थियो हराइसकेको थियो अनि हामीले त्यो छोडिदियौँ त्यसपछि फेरि पुनः हामीले नयाँ तार किनेर हामीले लगाएको थियौँ त्यसपछि फेरि त्यो लगाएको केही समयमा फेरि पनि राति आएर यसरी चोरेर लगेको छ अब हाम्रो यहाँदेखि कति मिटरसम्म चाहिँ चोरी भएको छ लगभग 300-400 मिटर होला हौ 300-400 मिटर चोरी भयो यो चाहिँ तारै काटेर चोरी भएको भन्दा यो तारकै लागि चोरी भएको के जस्तो लाग्छ तपाईँलाई चाहिँ त्यो चाहिँ अहिले एक्टिङ गर्न ठ्याक्कै सकिँदैन तर पनि अब अहिलेको चाहिँ यस चोरेको छ अनि अब हामीले अब नदेखिसकेपछि हामीले यसै हो यही हो भन्न पनि सकेको छैन अब उहाँको इन्टेन्सन के थियो कसो थियो भन्ने चाहिँ हामीलाई अहिले थाहा छैन तर पनि यहाँबाट हराएको जुन यो तारहरू छ यो खालको काँडे तार लगाउनु भएको छ नि यो सबै काटिएको थियो तलदेखि माथिसम्म काटिएको थियो र त्यहाँदेखि चाहिँ हामीले यहाँनिर के यो अज्ञात समूहले काट्यो भन्ने लाग्छ जस्तो यो जुन जमिन छ नि कति सालमा 2000 कति सालमा यो तपाईँहरूले यो संरक्षण गर्न सुरु गर्नुभयो अथवा चाहिँ संस्था यहाँनिर स्थापना भयो लगभग 52बाट सुरु भएको त्यति बेला चाहिँ म थिइनँ त्यति बेला चाहिँ म अब विदेशी अब मतलब परदेशी अब अलिक उमेर पुगेपछि परदेशतिर गयो 61मा चाहिँ के भयो 2061 सालमा चाहिँ के भयो दर्ता सुरु चाहिँ 61 सालदेखि भएको अरे उहाँहरूको प्रक्रिया तर यो हामीले चासबुक गरेको चाहिँ 55-56 सालतिरदेखि हामीले चासबुक गर्दै आएको र यहाँ धार्मिक वन सबैभन्दा पहिलो स्थापना भएकै हाम्रो स्वर्गीय मार्ग सङ्घको भन्ने चाहिँ हाम्रो अग्रजहरूले बताउनु भएको छ कति जमिन हो यहाँ कति जमिन थियो यो लगभग 2 बिघा थियो अरे 2 बिघा हुँदाखेरि पछि फेरि हाम्रो यो खेल मैदानले चाहिँ हामीलाई 2 बिघा थियो अरे होइन कति थियो ठ्याक्कै कति थियो जमिन 2 बिघा होइन बाबा यहाँ 2061 सालमा जमिन कति थियो यहाँनिर यहाँ सर्वप्रथम त म यही लक्ष्मीराजा बेलबारी 11 को स्थानीय हो यहाँ सबसे पहिला हामीले यहाँ गर्दाखेरि यहाँ कसैको यस्तो धर्मस्थलहरू कसैको थिएन भन्दाखेरि यहाँ बस्नेतको मात्र दर्ता भएको जग्गा हो त्योभन्दा पछि कसैको थिएन अन्त हामीले सुरु गर्दाखेरि यहाँ 55
2055 सालदेखि नै हामीले यहाँ सुरु गरेको हो। त्यहाँदेखि आएर 61 सालमा हामीले सुरु गऱ्यौँ, दर्ता गऱ्यौँ। 55 सालमा चाहिँ फडानी गरे? फडानी होइन, फडानी भइसकेको थियो, यहाँ नर्सरी थियो दर्ता। 61 मा के भयो अनि? दर्ता 61 सालमा चाहिँ गरियो, समुदायमा गरेर सुरु गरियो। दर्ता त भएको छैन, दर्ता सुरु गरियो। त्यहाँदेखि त्यो दर्ता गर्ने क्रममा चाहिँ गएर बिचमा रोकियो। कसरी रोकियो? के हो भन्नुहुन्छ भने दर्ताहरू यसो खुलेको छैन, अहिले बन्द भएको छ भनेर त्यतिकै रोकिएको थियो। साथै हाम्रो अध्यक्ष पनि खस्नु हो। त्यहाँदेखि रोकिएर बस्दा त्यसै गरी चलिराखेको थियो। त्यस क्रममा त्यो 2 बिघा 4 कट्ठा मध्ये फिल्डले हामीलाई रिक्वेस्ट गर्यो, तपाईँहरूले अलिकता फिल्ड हामीलाई कम हो दिनुहोस् भनेर हामी समिति सबै बसेर यता 10 कट्ठा छोडी पनि सकेका थियौँ, हामी दिइसकेका थियौँ यतापट्टि फिल्डलाई। त्यसको बाद हामीले हाम्रो जो घेराबारा थियो त्यो सार्यौँ, यता सारेर हामीले फेरि दोहोरा गरेर सार्दाखेरि सामान्य चलिराखेको थियो, राम्रै भइराखेको थियो। अहिले करिब 2-3 वर्षदेखि चाहिँ हामीलाई यहाँ दबाब भइराखेको छ। कसले दियो दबाब दिइराखेको छ यहाँ? अब यहाँको खेल मैदानको अध्यक्षहरूले अर्थात् यहाँ समितिले नै भनौँ न। र पनि हामीले सहँदै बसिराखेकोमा थियौँ। अनि घेराबारा गरिराखेको थियौँ हामीले। घेराबारामाथि तोडफोड त भएको थिएन, तर आए सालमा चाहिँ यो साल चाहिँ पटक हामीहरूलाई यसरी नै एटेक गरिराखेको छ। पहिला यहीँ हाम्रो सीमाचोङ भवनको छेउदेखि नै भत्काएर नाली काट्यो। नाली काटेर त्यसलाई पनि हामीले सङ्घर्ष गऱ्यौँ। अब स्थानीय यहाँ मिलौँ भनेर चाहिँ हामी चुपचाप बस्यौँ। त्यहाँ घेराबारा गऱ्यौँ, उहाँहरूको त्यो सामान खाएर लग्यो, मिलेकै थियो। अहिले आएर फेरि हामीलाई के भयो भन्नुहुन्छ भने यहाँ यसरी घेराबारा पहिलाको तोडेर लग्यो, ठिक छ गरे, अब यस्तै बदमास कसैले लग्यो होला भनेर हामीले चुपचाप बसेको थियौँ। नयाँ फेरि लगायौँ। नयाँ लाउँदाखेरि त्यो शुद्ध फेरि उठाएर लगिसकेपछि हामीले जाहेरी गऱ्यौँ, ओडालाई पनि गऱ्यौँ, यहाँको स्थानीय सरकारलाई पनि गऱ्यौँ, समुदाय वनलाई पनि गऱ्यौँ, प्रशासन उमा पनि गऱ्यौँ, चौकीमा पनि गऱ्यौँ। उहाँहरूले चौकीहरू यहाँको सुरक्षा उहरू आएर हेऱ्यो ओरे गयो। उहाँहरूले पनि गरेर जानुभएको छ, गरेर गएको त केही भन्दैन, उहाँहरूले निकालेन, गर्छन् होला निकाल्छन् होला भनेको हेरेर मात्र गयो। उहाँहरूले के भन्छ भने हामीलाई तपाईँहरूले प्रुफ ल्याउनुहोस्, पक्राउनुहोस्, हामी कारबाही। हामीहरूले पक्रेर उहाँहरूले जिम्मा दिनुभयो त हामीले गरिहाल्छौँ कि उहाँहरूमाथि हामीले किन सहयोग माग्नु? त्यो त कानुनले नै गर्ने हो कि, कानुनले गर्नुपर्ने। उहाँहरूले आएर यहाँको कसैले यो भएको छ कि छैन, हो कि होइन भने यहाँको समाजसँग भेला गरेर उहाँहरूले गर्नुपर्ने, यहाँको स्थानीय सरकार र प्रशासन। सुन्नु न, तपाईँहरूले यहाँ पटक यहाँ अज्ञात समूहद्वारा चाहिँ यो तपाईँहरूको यहाँ तार जाली रातारात काटिएको छ, चोरी भएको छ होइन? एकपटक होइन, धेरै पटक, 2 पल्टसम्म भएछ, 3 पटकसम्म भएछ। अनि जस्तै यो तार जालीहरू जतिपल्ट चोरी भयो त्यतिपल्ट तपाईँहरूले लगाइरहनु भयो? लगाइरह्यौँ हामीले निरन्तर। हामीसँग अब स्थानीय अब यहाँ भाइ भतिजो कसले बदमासी काम गरेर 2 पल्टदेखि हामीले जाहेरी गर्नु सुरु गर्यो। के त अब यो जुन यो जाली यो लगाइएको छ, तपाईँहरू लाउनु भएको छ, संरक्षण गर्नुभएको छ होइन? हजुर। यो जाली चाहिँ यहाँ निकालेर तोडफोड गर्दाखेरि चाहिँ यो कसले गरेको हो भन्ने चाहिँ तपाईँहरूलाई यकिन छ? त्यस्तो केही भन्नुपर्ने? खास हामीले यसले भन्नु सक्दैनौँ, देखिएको छैन। शङ्कामा चाहिँ अब नदेखेपछि हामीले भन्नु सक्छ। के त यसको उद्देश्य यो जसले यो जाली तोडफोड गर्दैछ त्यो चाहिँ यो खेल मैदानकै मान्छेहरूले अथवा चाहिँ कुनै अज्ञात समूहले अथवा चोर फटाहरूले हुन्छ नि त्यस्तो समाजमा अराजकता मचाउने त्यस्तो मान्छेहरूले गरे हो कि भन्ने चाहिँ के लाग्छ तपाईँहरूलाई चाहिँ? यो चाहिँ मलाई अब खेल मैदानको अध्यक्षले नै अब सुरुदेखि प्रत्यक्ष दबाब दिनुभएको छ, त्यसैले अब यो काटेको उहाँले नै भन्ने अब हामीलाई शङ्का चाहिँ उहाँले प्रत्यक्ष दबाब दिनुभएकोले काटेको अब उहाँ हो कि भन्ने। अब तर अब आँखाले देखेन, त्यसैले उहाँ हो भन्नु पनि अब सकिँदैन। तर हाम्रो शङ्का चाहिँ अब उहाँसँग चाहिँ प्रत्यक्ष दबाब उहाँले चाहिँ अब भन्नुभएकोले उहाँले भन्नुभएको छ म फाड्छु यो जङ्गल सबै म फाड्छु, पुलिसहरू के अरे के प्रहरी लाएर म सबै फाँडेर म यो खेल मैदान बनाउँछु भनेर बोल्नु भएको छ सामुदायिक भवनमा। तपाईँले सुन्नुभयो त्यो भनेको? म छु, धेरैजना छु। यो
यो लासी मार्गको बुद्धिजीवी यहाँको सबै अब स्कुलको अब टिचरहरू हुनुहुन्छ यहाँको सङ्घ संस्थाको पदाधिकारी सदस्यहरू हुनुहुन्छ धेरै छौँ त्यस्तो उहाँले बोल्नु भएको बेला है यो रुखहरू मासेर बनाउँछु भनेर उहाँले एउटा उहाँले प्रत्यक्ष बोल्नु भएको छ त्यही हुनाले उहाँ हो कि भन्ने तर आँखाले चाहिँ देखिएन अब के जस्तै दिदी तपाईँहरूको यहाँनिर पटक पटक 3 पल्टसम्म चाहिँ तार जाली रातारात चोरी भएपछि तपाईँहरू चाहिँ यहाँ कहाँ एउटा चाम बनाएर रुङ्नको लागि पनि बसेको भन्ने कुरा चाहिँ कहाँ चाम बनाएर अहिले नानीहरू राखेको छौँ अनि मात्रै हराउनु छोडेको काट्नु नभए यो सबै सकिसक्यो अहिले मान्छे रातारात राख्नु थालेपछि रातारात अहिले चाहिँ छैन अनि त्यस्तो धेरै खासै त्यो जालीहरू त चोरेको देखिँदैन त कता होइन नि जाउँ न अब हेर्दै जाउँ यो त सुरु हो यता हुँदो तपाईँहरूले लगाइसक्नु भएको जाली हो फेरि होइन यो त पहिलाको पुरानो हो उहाँले काट्नु यहाँ थपेको यहाँ जाली लाग्नु यो त 10 कट्टा छोडिसक्यो एक कट्टा एक बिघा कति 14 कट्टा रह्यो त्यो जमिन चाहिँ अहिले यही नै हो हजुर यही हो 2061 सालमा कति सालमा दिनुभएको तपाईँहरूले यो जमिन फुटबल यो मैदान बनाउनको लागि 61-62 सालमा होइन त्यो अलि पछाडि हो अलिक पछाडि हो ठिक छ कति एक के भन्नु तपाईँको नाम के हो जयबहादुर राई हो जयबहादुर राई हजुर जुन यो संस्था छ नि यो संस्था के संस्था यो संस्था भनेको चाहिँ हेभेन्ली पास को हो मर्ग जिल्लाको संस्था हो र हामीले सुरुमा चाहिँ 2057 सालदेखि चाहिँ यो भोगिलिएको हो र यसमा निकै सङ्घर्ष नै हामीले गर्नु परेको थियो पहिला र कतिले त हाम्रो गौचरण भनेर सुरुवातमा हामी यो संस्थाहरूमध्येमा हामी नै अगाडि थियौँ यो लिने बनाउने भनौँ न होइन यो जग्गालाई संरक्षण गर्ने भएको बोट बिरुवा संरक्षण गर्दै त्यसमा हामीले बोट बिरुवाहरू पनि थप्ने लाउने त्यो कामहरू गर्दै आएको थियौँ र अरू चाहिँ जस्तो कि पहिलाको कुरोमा हामीले धेरै सङ्घर्ष सायद यो जग्गा उपलब्ध गरेको हो किनभने यहाँनिर सुरुवातको चाहिँ जति पनि यहाँ छ संस्थाहरू अहिले हामी नै अगाडि थियौँ हामी अगाडि भनेपछि कसैले पनि यहाँ गौचरो हुँदैन यसरी चाहिँ भन्ने कुराहरू धेरै आयो जस्तो यहाँनिर कस्तो थियो त्यतिखेर 61 साल 57 सालतिर यो जमिनको अवस्था कस्तो थियो त्यतिखेर चाहिँ तपाईँको यो त्यस अवस्थामा मोटामोटी जङ्गल रुख पनि थिएन चाहिँ र तर अब भनौँ एउटा गौचरणको रूप जस्तो मात्रै थियो यसमा त्यतिखेर खासै त्यस्तो कसैले अब चर्चेको पनि थिएन गौचरण जस्तो अवस्था थियो तर पछि के भयो भने हामी हेभेन्ली पासले चाहिँ यहाँनिर अब एउटा संस्थागत रूपले चाहिँ हामीले ल्याउँ भन्ने कुरो भएर यहाँको वनको कार्य समितिसँग हामीले समन्वय गऱ्यौँ र उहाँहरूले हामीलाई दिने पनि भए र त्यसमध्येमा हामीले के विषयमा गऱ्यौँ भने यो जग्गाको निम्ति अलिकति जस्तो गाउँको कतिले चाहिँ विरोधीले भनौँ न अलि नदिने अवस्था हुँदाखेरि हामी यहाँदेखि जिल्लासम्म पनि यहाँको हाम्रो त्यतिखेर वनको कार्य समिति अध्यक्ष सुजय गौतम हुनुहुन्थ्यो र सचिवमा राजन पोखरेल हुनुहुन्थ्यो र हामी त्यस बेला डेलिगेसन जस्तो हाम्रो मिनु एनएल हुनुहुन्छ उहाँ भनेको त्यतिखेर केन्द्रको उपाध्यक्ष हुनुहुन्थ्यो अनि म चाहिँ त्यस अवस्थामा यो मोरङ जिल्लाको चाहिँ उपाध्यक्ष थिएँ हेभेन्ली पासको जस्तो यो जमिन नि सुरुमा कति थियो यसको क्षेत्रफल कति थियो क्षेत्रफल हामीले नि त्यसपछि उहाँहरू आदेश भयो डेपो भएर तर मफिक है लिखित भएन मफिकमा अब यहाँको हामीले जस्तो लगेको थियौँ अब यहाँको वनको अध्यक्ष सचिव लगेको थियौँ अनि उहाँहरूले डेपोले चाहिँ के भन्नु भने ल उहाँहरूलाई छुट्याइदिनु उहाँहरूले अब संरक्षण गर्नुहुन्छ
बढाउनुहुन्छ, रुख बिरुवाहरू सबै संरक्षण गर्नुहुन्छ, लगाउनुहुन्छ भने तपाईँहरूले यो मैदानलाई चाहिँ कति सालमा जमिन दिएको? भनेपछि हामीले अनि पहिला त अलिकति पराम थियो, त्यसमध्ये अलिकति हामी जस्तो किन धर्म संरक्षण समितिसँग हामी पनि छुट्ने पऱ्यो अनि उहाँहरूलाई त्यो बाटो यो बाटोदेखि उता उहाँहरूलाई छोडिदिनु भयौँ। हामीले यता लिने हाम्रो शर्त भयो। अनि त्यसमा हामीले एउटा हामीले व्यक्तिगत रूपले भनौँ न, व्यक्तिगत भन्दा पनि हाम्रो संस्थाले चाहिँ एउटा अमिनेस ल्यायौँ। अमिन लिएर हामीले नाप्दाखेरि 1 बिघा 14 कठी 14 कठा जस्तो लाग्छ, त्यस्तै चाहिँ निकालिदिएको थियो त्यतिखेर। त्यो 10 कट्ठा चाहिँ जमिन मैदानलाई दिइसके पछाडि त्यो पछि 1 बिघा 14 कट्ठा थियो। त्यो पछि के हो भने हामीले त्यसरी चाहिँ पहिला गऱ्यौँ। त्यसमा अनि खेल मैदानले चाहिँ अलिकति हामीलाई जग्गा छोडिदिनु पर्यो, कम्ती भयो भन्ने भएपछि हामी त्यसमा फेरि समझदारीमा बस्यौँ। समझदारीमा बस्दाखेरि कस्तो शर्त गयो भने 30 मिटर भन्नाले 50 फुट जग्गा चाहिँ अब यो यहाँ टोइलेट छ, टोइलेटदेखि यस्तो चाहिँ छोडिदिउँ हामीले। त्यतिखेर हेर्नुहोस् है, छोडेर जस्तो हामीले पहिला बेरा गाएर यो लगाइसकेका थियौँ, तार पोल लगाएको थियौँ। अनि त्यो तार पोल चाहिँ हामीले सार्यौँ, त्यो शर्त अनुसार सारिदियौँ र त्यही भएपछि हाम्रो आनन्द थियो। जस्तो हाम्रो जिल्ला अध्यक्ष चाहिँ हुनुहुन्थ्यो नेपालको चाहिँ डम्बर सिंह राई हुनुहुन्थ्यो, म अध्यक्ष चाहिँ। अनि त्यो शर्त भए चलिरहेको थियो। अनि पछि त अब म पनि चाहिँ उपाध्यक्षदेखि अलिकति म यस्तै पहिलो भनौँ कान नसुन्ने भएको फेरि अनि म आफै असक्षम सोचेर मैले छोडिदिएँ। छोडेपछि चाहिँ अरू कौकाली गर्दै लगेँ। तपाईँलाई अहिले के छ, अहिले यो जुन भइरहेको छ नि यो संस्थामाथि जुन खालको आक्रमण भइरहेको छ, तपाईँलाई थाहा छ यो कुरा? यो कुरा खासै मलाई त्यति थाहा छैन। अब मोटामोटी अलिकति निकै अगाडि नै अब के भयो कसो भयो, जस्तो कि यहाँको खेल मैदान सँग के भयो कसो भयो उहाँको अब अहिले भइरहेको जिल्ला कार्य समितिसँग के उहाँहरूको सरसल्लाह भयो के भयो मलाई त्यो थाहा भएन। जस्तो तपाईँहरूले खर्चे होस् बडो दुःखका साथ यो जमिनलाई तपाईँहरूले स्थापना गर्नुभएको? हजुर, पहिला चाहिँ हामीले एउटा समस्या गरेर पनि जस्तो खेल मैदानको लागि त एक साथी भनौँ हामी समझदारी भएर पनि हामीले 30 मिटर जग्गा हामीले छोडेको हेर्नुहोस् है। हो त्यसपछि चाहिँ अब छोड्नुपर्ने अवस्था त नआउनु पर्ने हो। तैपनि अब यहाँको कार्य समिति अथवा खेल मैदानका समितिहरूसँग के सल्लाह भयो के भयो मलाई त्यो थाहा भएन।